यो उपस्थितिले झापामा अब झापाका जनताले अवश्य परिवर्तन खोजेको भन्ने स्पष्ट हुन्छ। र हेर्नुहोस् त बालेन शाहको पक्षमा झापा पुरै उल्टिसकेको छ। अब कसैले छेकेर छेक्न सक्दैन बालेन शाह र झापा फाँसमा। अबको राजनीतिक विकल्प भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी ल हेर्नुहोस् त झापा पुरै उल्टिसकेको छ। पुरै उल्टिएर चाहिँ बालेन शाहको पक्षमा आइसकेको छ। यो उपस्थितिले प्रष्ट झल्किसकेको छ झापाली जनताले अब परिवर्तन चाहेका छन् भनेर। परिवर्तन कसरी हुन्छ भन्ने बालेन शाहको भिजनले चुनाव पछाडि जब बालेन शाहले देशको नेतृत्व गर्न सुरु गर्नेछन् त्यसपछि थाहा हुन्छ। झापाको दमकमा निस्किएको बालेन शाहको पक्षमा झापाली जनताहरू पुरै झापा उल्टिएर बालेन शाहको पक्षमा आइसकेको छ। शुभकामना तथा बधाई छ बालेन शाहलाई। अबको देशको विकास भनेको पूर्व मेचीदेखि सुरु गरेर पश्चिम महाकालीसम्म पुग्नुपर्छ भन्ने यथार्थ चित्र बालेन र शाह बालेनले देखाइसक्नु भएको छ।